हेलो नमस्ते। अनि के तपाईँहरू पनि यसपालि सिचिगाचु 7को महिनामा हुने जिएलपिटी एक्जाम दिन्छु के गर्छु भन्ने सोचिरहनु भएको छ अनि अझै पनि फर्म भर्नु भएको छैन र पहिला जस्तै लास्टमा गिरिगिरीमा भर्छु लास्ट आवरतिर भर्छु भ्याइहाल्छु नि भन्ने सोचिरहनु भएको छ भने चाहिँ तत्कालै फर्म भर्न सुरु गर्नुहोला। किनभने यसपालिदेखि रुल्स चेन्ज भएको छ। तपाईँको डेडलाइन भएसम्म अन्तिम मितिसम्म फर्म भर्न नमिल्ने भएको छ। यदि त्यो डेडलाइनभन्दा अगावै पहिले नै यदि सङ्ख्या सबै पुगिसक्यो भने मान्छेको अहिले सङ्ख्या धेरै भएको कारणले यदि सङ्ख्या बिचमै पुगिसकेको छ भने पनि डेडलाइनसम्म चाहिँ फर्म भर्न नमिल्ने भन्ने न्युज आइरहेको छ। त्यसैले जिएलपिटीको एक्जाम दिन चाहनुहुन्छ भने आफ्नो कुन लेभलको केयर गर्नु भएको छ त्यो अनुसारको फर्म छिटो भर्नुहोला अनि राम्रोसँग पढ्नुहोला, राम्रोसँग दिनुहोला। हामी नेपालीहरू प्रायः सधैँ डेडलाइनमा पछि पछि काम गरेर अब आज भोलि गरौँला अथवा फाइनल लास्टमा गरौँला भन्ने सोच राखिरहेको हुन्छौँ। त्यसले गर्दा चाहिँ कतै फर्म भर्न नमिल्ने अथवा एक्जाम दिनै नमिल्ने पनि हुनसक्छ। एक्जामको महत्त्व धेरै छ अनि जिएलपिटी लेभलहरू पास गर्नु आफ्नो लागि कति राम्रो हुन्छ भन्ने तपाईँहरूले बुझ्नु भएकै छ। त्यसैले टाइममा फर्म भर्नुहोला अनि पढेर राम्रोसँग एक्जाम दिनुहोला। धन्यवाद।